साथीहरु, आजको भिडियो सुरु गर्नु अघि म तपाईलाई एउटा चेतावनी दिन चाहन्छु, किनभने भुन्टी सिरियलको यस्तो रहस्य बाहिर आएको छ जसले सबै दर्शकलाई डराएर राखेको छ। भुन्टी भाग 1 मा भुन्टीको आमा बुवा अर्कै थिए, तर आजका भागहरुमा भुन्टीको आमा बुवा नै परिवर्तन भएका छन्। यो सामान्य कुरा होइन साथीहरु, यो एउटा ठूलो संकेत हो। आजको भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्तिममा म यस्तो कुरा खोल्न लागिरहेको छु जसले तपाईलाई झस्काइदिन्छ। यो केवल सिरियलको परिवर्तन हो भनेर सोच्नु गल्ती हुन सक्छ, किनभने सिरियलले जानी नजानी दर्शकको दिमागसँग खेलिरहेको हुन्छ। अब आउनुहोस् भिडियोको तर्फ लागौं। भाग 1 मा भुन्टीको परिवारको रहनसहन बिल्कुल फरक थियो। यहाँ देखाइएको आमा बुवा आजको सिरियलमा कतै छैनन्। अहिले भने भुन्टीका सक्कली आमा बुवाको सट्टा फरक आमा बुवा छन्। आखिर किन यस्तो भयो? साथीहरु, धेरै दर्शकले यो कुरा नोटिस गरेपछि सामाजिक सञ्जालमा हलचल मच्चिएको छ। सबै दर्शकको एउटै प्रश्न छ, पहिलेको आमा कता गइन्? भुन्टीको बुबा किन परिवर्तन भए? यो गल्ती हो कि सिरियलको चलखेल? यस्तो परिवर्तन सानो कुरा होइन। यस सिरियल भित्र ठूलो रहस्य लुकेको हुन सक्छ। अब साथीहरु, तपाईलाई के लाग्छ? यो केवल कलाकार परिवर्तन हो कि ठूलो रहस्य? यदि यो भिडियो मन परे लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोस्, किनभने म यस्तै सिरियलका गोप्य रहस्य ल्याउने प्रयास गरिरहन्छु। धन्यवाद।